हुँदैछ तपाईहरुले केही बिउ बिजनको ब्याटहरु है र यता देख्नु हुँदैछ तपाईहरुले यो सबै झार पलाइराकोहरु देख्नु हुँदैछ है र हाई एभ्रीवन म सधैँ तपाईहरुको अगाडि एनपीएम नन पेस्टिसाइड म्यानेजमेन्ट सस्टेनेबल एग्री फार्मिङ अर्ग्यानिक आइडिया एन्ड सजेसन जैविक उपाय अनि जानकारी भिडियो लिएर आउने गर्छु है र यो देख्नु हुँदैछ यो झार भएको जग्गा यहाँ चाहिँ पहिला सब्जीकै बिउ लगाएको चाहिँ बेड हो र त्यो बिउ रिमुभ गरिसकेर उखलिसकेर चाहिँ यो चाहिँ खाली भएर चाहिँ झार पलाको जग्गा हो र जब यसलाई मैले झार उखलिसके झार उखलिसकेपछि चाहिँ एक सर यसलाई फेरि यो पाराले चाहिँ खन्नु पर्ने हुन्छ है किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ अब त्यो झारको जराहरू रहेको हुन्छ र त्यो जरालाई चाहिँ सरक केलाएर फ्याँक्नुपर्छ र यो भित्र जति पनि ढुङ्गाहरू हुन्छ है त्यसलाई पनि फ्याँक्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ एकसरा खन्नुपर्छ अन्त प्लस अब यसको यो माटो पनि यसलाई कमुलो राख्नुपर्ने हुन्छ है अन्त त्यसले गर्दाखेरि चाहिँ एकसरा खनेर यस्तो यसलाई मैले खनेर चिलाएर पनि रेडी पारे तयार पारे अब यसमा चाहिँ म बिउ छर्ने छु है अन्त यो चाहिँ के को बिउ हो भनेर भन्नुहुन्छ भने यो चाहिँ मेथीको बिउ है यो चाहिँ मेथीको चाहिँ अब यो चाहिँ सागको लागि चाहिँ छरेको है अन्त अब यसको यो चाहिँ कति दिनमा रेडी हुन्छ त्यसको पनि म नेक्स्ट भिडियोमा डिटेल्स दिनेछु भन्दै यसलाई मैले बिउ पनि छरिसके है छरिसकेर अब यसलाई म यसको माथिबाट चाहिँ मल दिनेवाला छु है यो प्रकारले अन्त यो चाहिँ के को मल भन्नुहुन्छ भने यो चाहिँ बाख्राकै बर्कुम्ला है किनकि यो मेरो जति पनि यो गोरेङबारी छ त्यहाँनिर चाहिँ बाख्राको मल चाहिँ धेर एभाइलेबल छ र गाईको मल चाहिँ अलिकति कम्ती भएकोले गर्दाखेरि प्राय म बाख्राकै मल चलाउने गर्छु र धेर जसो सब्जीहरू चाहिँ हुँदैछ है कुनै सब्जी चाहिँ अब त्यस्तो फाइनली मैले यसलाई बाख्राको मलले पनि ढाकिसके है ढाकिसकेर अब यसको बादको अपडेटहरू म नेक्स्ट भिडियोमा दिन्छु भन्दै आजको भिडियो यहीँ राख्छु थ्याङ्क यू फर वाचिङ